अब यसरी चाहिँ कनेक्टिङ आयो है। ल अब चाहिँ यसलाई चाहिँ टक्क फाइनल गरिदिने फाइनल। Brothers line up. Ready go. दामी तरिकाले सफा गरे कस्तो बनाउने हो समीर? AP biker zone, Agni ko toll. Helmet set, hard bold. Dust roots up, sun low. Brothers line up, ready go. AP biker zone, my AD, no fake, all real. Engine ko awaaz, that's what we feel. Ride for life, ride for brother. Agni ka rider, one for another. Night ride, headlight le trail ko naqsa. Mind bhitar scars, road le lekcha katha. Petrol ko smell, leather ko heat. Fear like cross gardai touch garchhau speed. Call ayo dur bata bhai ride parcha. Key turn garyo pura no dream search. Family jastai chain jasto tight. One stall bhaye sabai push garcha midnight. ल हाम्रो चाहिँ कनेक्टिङ चाहिँ चढ्यो, गियर बक्सहरू कनेक्टिङहरू चाहिँ हाल्यो होइन। कोक्का बनाउँदैछ भाइहरूले। हल्का हेम्बरले टाकटाक हान न। ल हाम्रो चाहिँ उसको 150 को चाहिँ अब कनेक्टिङ चढ्यो, गियर बक्स चढ्यो होइन। सबै बनाएर यहाँ चाहिँ अब स्लेप कार बनाउनु चाहिँ उ गर्दैछ। अनि त्यसपछि वान वेको गेडी पनि हाल्यो यसमा, वान वे गेडी है। आज चाहिँ यसलाई जसरी पनि कम्प्लिट गर्नुपर्छ। ट्याक्क लगाएर भाइहरूले चाहिँ कसिराखन् दुईजनाले। एउटा चाहिँ सानो मिस्त्री चाहिँ लाटो भएर बसिन्छ। हाम्रो केम्चेन गाइड चाहिँ ओरिजिनल छ है, केम्चेन गाइड पनि डुप्लिकेट हो। ल फाइनल्ली हाम्रो चाहिँ यो 150 को चाहिँ चढ्दैछ इन्जिन होइन। अब यो चाहिँ अझै टायरहरू आउनु बाँकी छ, गर्दैछ भाइहरूले। पानी परेछ आज, मस्त मौसम पनि यस्तो क्लियर छ आज चाहिँ। पानी परेर ट्याक्क फाइनल भयो। फिट गरेर अब नट टाइट गर्ने, अनि डाङडेमा हालिदिने, अनि स्टार्ट गरिदिने गुडुङडुङ। अनि एउटा ब्याट्री, अनि एउटा अगाडि पछाडिको टायर हालिदिने, अनि पठाइदिइहाल्ने। ल फाइनल नटहरू टाइट हुँदैछ, सबै हालिसक्यो भाइले। दुईजनाले कसेर ठोकिरहेछ काम। एक्लैले पुरा इन्जिन उचाल्दैछ है। कतिको ताकत रहेछ यसको। ताकत छ तेरो? ल उचालेर त्यहाँ हाल्दैछ है। छैन रहेछ बल, बल्ल बल्ल उचाल्यो। अझै अझै उल्टोतिर जान्छ त्यो हेरीमा। अब इन्जिन चढ्दैछ है। दुईजनाले उचाल्न। यो पनि सफा गर्दैछ। इन्जिन चाहिँ चढ्यो होइन। अब चाहिँ रेडी हुँदैछ।
ल फाइनल्ली स्टार्ट भयो है, केही छैन साउन्ड। स्टार्ट गऱ्यो एउटा हाल्यो। ल अब चाहिँ टायर र अनि उस आयो भने ट्याक्कै ब्याट्री सब राखेर अनि गरिदिनु। रेक्टिफायर चेक गर्दा अब यसको फाइनल्ली हामीले चाहिँ अब वास हान्ने समयलाई पुरा त्यो लास्टिक हट्यो क्या, पुरा यस्तो भयो। भक्क भाइले हान्दैछ, बाइक चाहिँ बनायो सब पेट्रोल वास हानेर टक्क न्यू बनाइदिने। ल ल यसरी चाहिँ वास हुँदैछ, बाइक चाहिँ रेडी भयो है। यता उसतिर यो घाटतिर हान त। टक्क साइड लाइट हालिदिने अनि त्यहाँबाट चाहिँ सब खोलेर फेरि अब टायरको काम हुन्छ। अगाडि पछाडिको बेरिङ अनि कप्लिङ रबरहरू कस्तो छ, सेन्टर बुसहरू कस्तो छ, इन्जिनको काम चाहिँ भर्खरै सक्यो। अब चाहिँ हुन्छ अगाडिको नि फलाङ फुलुङ पारिदियो। के हो यार, त्यो बाइकले नि पुरा उस खान्छ कि हो। फाइनल्ली बाइक स्टार्ट हो। ट्याङ्की चाहिँ यसरी थियो है, तेल चाहिँ यस्तो थियो राखेँ। फाइनल्ली बाइक चाहिँ भयो, तर चाहिँ यहाँबाट यसरी पानी फालियो कि। पहिले साइलेन्सरमा पुरै पानी थियो नि त, त्यो पानी अझै फालिदिएको कि। बाइक चाहिँ वान भयो है। ल फाइनल्ली हाम्रो यो बाइक चाहिँ कम्प्लिट भयो होइन। अहिलेको लुक्स चाहिँ यस्तो भयो है होइन, दामी भयो। साउन्ड पनि मक्खन आयो है बाइकको। अब चाहिँ कस्टमरलाई चाहिँ खुसी बनाएर पठाउने है, सब कम्प्लिट गरिदियो होइन। अब चाहिँ हामीले स्टार्टमा राख्दैछ। अब यसलाई चाहिँ अब बेलुकातिर आउनुहुन्छ होला कस्टमर, अनि कस्टमरलाई दिएर पठाइदिने। बाइक चाहिँ A1 भयो, साउन्ड मिठो भयो है, हल्का टाइपको आवाज चाहिँ छ। यो चाहिँ अब 1-2 दिन चलाएर अनि टाइट गर्ने हो होइन। राम्रो छ। अहिले बिहान चाहिँ हल्का यो धुवा चाहिँ हल्का फाल्यो बिहानको। हजुरहरू पनि कुनै बाइक चाहिँ बाइक स्कुटर बनाउनु परेन, हाम्रो एपी बाइकर्सहरूलाई सम्झिनु होला है। हामीले चाहिँ कस्तो बाइकलाई कस्तो बनाइदिएर राख्दैछ है।